नाचिरहेछु सपनी जस्तै यो जीवन तिमीसँगै मुस्कान फुल्छ बिन्ती जस्तो छ मेरो मन तिमी टाढा हुँदा शून्य लाग्छ सब थोक तिमी नजिक हुँदा पुरा हुन्छ यो संसार तिमी नै धडकन तिमी नै श्वास मेरो गीतको हरेक शब्दमा तिमी मात्र खास तिमी नै धडकन तिमी नै श्वास मेरो गीतको हरेक शब्दमा तिमी मात्र खास उज्यालो छ तिम्रो हाँसोमा फुलको सुवास तिमी बिना अन्धकार लाग्छ तिमी सँगै सारा संसार मिठास भर तिमीलाई समाएर समय रोकिन्छ जस्तो यो धडकनको तालमा जस्तो लाग्छ जब तिम्रो काखमा म हराउँछु बारम्बार सुनसान रातमा पनि तिम्रो आवाज सुनिन्छ मन तलाई चिरेर माया मात्र बग्छ तिमी बिना अधुरोमा तिमी आए पुरानो मायाको यो धुनमा तिमी बिना केही छैन अधुरोमा तिमी आए पुरानो हुन्छु मायाको यो धुनमा तिमी बिना केही छैन एक नम्बरमा आह्वान गर्नु हरिओमा आवाहनम ओम गम गणपतये नमः गणेश र पार्वतीलाई सम्झेर पूजा गर्नु ओम गौरी गणेश अक्षता रातो ओम गौरी गणेशाभिकाभ्याम नमो नमः पञ्चामृत मात्रै चढाइदिनु कालो दाल
यसरी बनाएको कालो दाल। हात समाएर सधैँ रहनु हावा बग्छ तिम्रो सुगन्ध ल्याउँदै जस्तो तिमी यहाँ नजिकै छौ न्यानो रात जुनको उज्यालो मलाई तिम्रो कथा सुनाउँदैछौ पानीको बुदामा तिम्रो प्रतिबिम्ब आकाशको गुरुङमा समावेश गर्नको लागि तपाईँहरूले यसरी हामीले व्याख्या निम्ति आयौँ हो र यो कर्मलाई चाहिँ तपाईँहरूले अब एकदम के अरे सफल गरिदिनुहुन्छ भन्ने म सबैलाई हामी है आमा काका काकी बेहुला बेहुलीको तर्फबाट चाहिँ है निवेदन गर्दछौँ आजको यो कर्मलाई चाहिँ सफल गरिदिनुहोस्। गुरुङ सङ्गठनलाई चाहिँ अब होइन हामीले सबैले चाहिँ घर पञ्चायतले चाहिँ अब तपाईँहरूलाई निम्ता गुरुङमा एउटा है तामाङ नातिनी बुहारी छ आइन्दोदेखि चाहिँ अब हाम्रो के अरे नाम चाहिँ अब घोड्ने भयो हाम्रो नातिन बुहारी बोतलभन्दा अगाडि तन्दुरुस्त मौली यो कानुनमा बाबा नि छ तल बाजे नि हामी हो ऊ चाहिँ मामा मामा पर्छ अब पछि नातिहरू पनाति भयो भने चाहिँ मामा सुमन गुरुङ है हेर्नु नि सुमन गुरुङ उहाँ चाहिँ अब गोन्डे घोड्ने गोन्डे छ लेगै माइती घोन्डे मामा मामा ल अलिकति सामान्य मावली मामा ससुरा मामा ससुरा बुझ्यौ समाधि ऊ चाहिँ मामा ससुरा पर्यो अब बुढो मौलीहरू मौली भयो पनि मामा नाना गोतिल्ला भन्ला चिनी राख्नै परि बाटोतिर भेट्दा चिनी राख्नु पर्यो अब बाटोमा भेट्दा चाहिँ मामा कुरा आयो हो यो मामाका आशीर्वाद है जोडी जीवन एकदमै है राम्रो जीवन अब यो सब उनीहरूलाई मङ्गलम मङ्गलाय आज दिनाङ्क 30/11/2025 आइतबार तदनुसार मङ्सिर 15 गते स्थानीय लप्चु दोकान डाँडा खण्ड रङ्गलिया दार्जिलिङ निवासी स्वर्गीय दलबहादुर गुरुङ पत्नी श्रीमती शान्ति गुरुङको एकलौते सुपुत्र श्री समरदीप गुरुङ घर पोकेले मुखिया भिलेज बतासिया थाना जोरबङ्गलो दार्जिलिङ निवासी पिता श्रीमान मोहन सिंह तामाङ थिङ माता बबिता तामाङ को कान्छी सुपुत्री सुश्री रुचि तामाङ थिङलाई विवाह गरी ल्याएको खण्डमा हामी लक्ष्य गुरुङ सङ्गठनका सम्पूर्ण दाजुभाइ साथै इष्टमित्र भेला भई हाम्रो रीतिरिवाज अनुसार दाल भात गरी रुचि तामाङलाई गुरुङ जातमा समावेश गर्नको निम्ति लक्ष्य गुरुङ सङ्गठनका वरिष्ठगण साथै सदस्यवर्गको बीचमा चर्चा परिचर्चा गरे पश्चात माइती श्रीमान बिजु गुरुङ हर लेगई पिता स्वर्गीय जेबी गुरुङ लक्ष्य डाँडा गाउँ साथै मवाली
लरलक्चु निवासी श्रीमान सुमन गुरुङ गोन्डे पिता श्रीमान बिन्दल गुरुङ रहेको सबै गुरुङ दाजुभाइहरूले रहेको ठहर गर्दै आजदेखि सुश्री रुचि तामाङ बुहारीलाई गुरुङ जातमा समावेश गरिएको घोषणा गर्दछ। साथै अब उपरान्त रुचि तामाङ गुरुङ समुदायमा समावेश भए पश्चात यस घरमा कुनै पनि दुःख सुखको कार्यमा सम्मिलित हुन सक्ने हामी लक्चु गुरुङ सङ्गठनद्वारा अनुमति प्रदान गर्दछौँ। धन्यवाद।